Okay, let's go. Hello, good morning everyone. Welcome back to my vlog and today we are going to do Vishwakarma Puja. Vishwakarma Puja हैन अनि म चाहिँ अब बाइक धुन लाग्यो. So He's preparing for puja. अनि चु ट्रेडिसनल बारे यति थाहा छ एक्सप्लेन ला. No, I don't know. First time puja lalabam. कसरी बुझाइ लाग्यो? हामीले चाहिँ पहिला गरेको थिएन so we don't have any ideas. आज चाहिँ ताईले गरेर चाहिँ हामीले चाहिँ गर्न लाग्यो ल. त्यो उनले गरे. ब्रस से मैं भरो. मैं बता. Shalak solo lau le जाते थे. रन हो यार. Ngai pang sam ngala khujidan pang laga. Niu gaya ngai pang beri. Bilum Kumal. Bile. Abi bajim. Puja laila baram. Puja laila balla. Jalla zahira mujhe mumse जा रहे हैं. Oh mane खेतो जिरो भाइ. मुन्डो खेतो जिरो लमा खेतो जिरो. कुनाल खेयो मोल माने लामा. कुनाल खेयो. खाइ कुरा है. लेचुला. खेयो बोले बिसाइ खेले. तम की त दिजै? अरे जमुना हाङ बटिलो. हेर्नु ल मान्छा एक नाइ लाल्लम जम्मा. चाहलाङ ल दिजै. उमा उजरा वर Jadi kian. Bisa lawan lagi. Kiram je? Eh, je lawan aja je lawan. Tadi tadi. पूर्व तयारी हमला आदो जम पूर्व तयारी मेन दे दो या तीन नोड यो हेरिम यो आदो नम दाम छर्नी जी हेरिम लगाडी लामा चाहिँ तन्त्र चाहिँ तल्के लामा त मन्त्र न त फोन बुझा दे लाला मन्त्र उता गरिसक्यो सर यो प्रपोज आला बला तातोन लबारे क्यों नारियल शो चिजा लबारे जलाओ हम सब खाओ लो चिजा जलना ना धन्यवाद हां बरम एकदम पूजा लागला बाइक द पूजा लागला नि न yang la chiza maja taba. 不在哪里了？ Hinay puja laila ba amang ba.
हाँ उयो पूजा लाउ खैमा अनि आहा भिसे अर्को नि एकजना दाइको एड भयो बाइक त्यही भएर फेरि पूजा गर्दै हुनुहुन्छ वान मोर बाइक बाइकलाई अनर गर्दै ल हामी चाहिँ अब चरो पेर हालले छ्यासी हामी चाहिँ रोसाइबा जान आँटेको अहिले चाहिँ हामी तेमाल नारायणथान जाने बाटोमा छौँ आई मिन त्यो चाहिँ कटिसक्यो अहिले चाहिँ के अरे स्वयम्भू बौद्ध अनि त्यसपछि नवबुद्ध भएको ठाउँमा छौँ हामी चाहिँ जान आँटेको रोसाइबा हाउ या सेना मेना गर्दै लाङ बजिम गा हामी चाहिँ अन द वे टु रोसाइबा चाहिँ एक्चुली म चाहिँ गइसकेको छु आई थिङ्क इट्स बिन 8 to 9 years ago एक्ज्याक्टली थाहा नै भएन कति भनेर त्यति नै होला आई गेस सो आफ्टर लङ टाइम फेरि पनि रोसाइबा जाँदैछु सो लिटल बिट एक्साइटेड मतलब केही चेन्ज भयो कि जस्तो फिल भइरहेछ सो लेट्स सी तर मलाई अहिले पनि याद छ के त्यो ठाउँ कस्तो थियो भनेर हामी चाहिँ बाटोमा छौँ यहाँ चाहिँ गाडी आइरहेको छ गाडी या हाउलम ताइरम्मीगरी हल्ला हे कुनाल में वायरल हो जा मैं शेलो उंगलो यो पाब्ला दे ओहो कहीं से तभी प्लास्टिक दुइनु ले आइए दुइनु प्लास्टिक प्लास्टिक यार बेर जीवा मुल्ला ला लेमगो या ओ प्लास्टिक ला लेम पारि न्यौ हामी चाहिँ रोसाइबा आइपुग्न लाग्यो अनि हल्का चेन्ज जस्तो फिल भइरहेछ ल मतलब उदे बुद्धले थान्नु ते थाङसिङला दोङ नारी यार हेरे नि खानी नि लेब्रा रोसाइबा बिबाम चु रङ चुका डम्बु पार्क हाय डम्बु पार्क ए डम्बु पार्क ऊ त्यो चाहिँ डम्बु पार्क हो ल बिसाम आम जुम्गा अहिले एकैछिनमा देखाउँछु चुरो मिन्जी दा आइन उजुरम चु बुद्ध होइन गुरु रेनपोछे ए ल यो चाहिँ गुरु रेनपोछे हो अरे ल अब हामी उता रोसाइबा चाहिँ यता रोसाइबा भन्छ यो सबै ठाउँलाई नि ऊ यहाँनिर डम्फु पनि छ ल यो चाहिँ डम्फु हालानिरो काक्लिङ ओ हेर्नु गा
फेरि फाइनली यो चाहिँ 8-9 वर्ष अगाडि म आएको र साइबा भन्ने चाहिँ मलाई मेरो माइन्डमा चाहिँ यो मात्रै थियो ल अनि चु भाइ न कभरला थान मुब जामम चु कभरला थान मुब चु नांगरे हालै नि आबुङ मुबा जामा के पन्देला थान मुब चु बेनान मैं फोटो खिचालो ग्लाउजु हेरि नि फोटो खिचालो बाङले फोटो मुल दत्तो न यस्तो स्लिम मुभी यार न जमा तते माथि दोजी आउ न त हेरि नि मान्छे यार अरे हाम वाल वे नि मान्छे सो यो यो तलको गाउँ चाहिँ सिङ्गटी हो है यसलाई चाहिँ तामाङबाट याङसिल भनिन्छ यो चाहिँ मेरो बुढी हो यता चाहिँ कुनाल पुन्टु हो यता चाहिँ हाम्रो माया बहिनी वाउ कति जब नम्सा खिजबला पहिला ल चिजारो चु नम्सा ज्यारो चु नि याङसिल बुझाइनम अनि चुजा चुजा यो चाहिँ कक्लिङ रे कक्लिङ ककनी I don't know ककनी आइन है चु ककनी बाबा अरु लाउँदैन कक्लिङ यताको बाटो चाहिँ यस्तो छ ल त्यो बाटो जस्तो भए पनि भ्यू चाहिँ दामी छ ल वाउ आज चाहिँ हल्का हुस्सु भएको कारणले खासै राम्रो देखाएको छैन नत्र त दामी छ ल भ्यू चाहिँ वाउ कति राम्रो हौ गाइज यता चाहिँ फर्सी रहेछ हैन कस्तो मजाले फलेको के अनि त्यसपछि यता पनि छ ल यो चाहिँ कत्रो ठुलो छ यहाँ चाहिँ काँक्रो रहेछ येल्लो पुरै अनि काँक्रो त यता पनि छ ल काँक्रोहरू फलिरहेछ काँक्रो चोरम चोरम लागिरहेछ ल गाइज तेमाललाई चाहिँ तेमाल भन्दैन रहेछ हैन खास गरी तेमालको नाम भनेको चाहिँ यो रहेछ नि त तेरमाहाल रे के सो आजदेखि भ्रम नपरौँ तेमाललाई चाहिँ तेरमाहाल भनेर प्रोनाउन्स गरौँ है त गाइज ल गाइज यसरी काँक्रो फलिरहेको रहेछ अनि मेरो मनले मान्छ त अब के गर्ने होला काँक्रो टिपेर जाऊँ कि चोरेर जाऊँ कि यतिकै जाऊँ कि के गरौँ भयो हौ मनले मान्दैन यार अनि यसरी काँक्रो फलिरहेछ हैन बाटोमै अनि के गर्ने होला हो आमा के हो यस्तो यत्रो काँक्रो फलिरहेछ के मनले मान्छ त एहे बाटोमै के फेरि थट मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ यहाँ पनि रहेछ यहाँ पनि रहेछ यहाँ पनि रहेछ ओहो यस्तो बाटैभरि काँक्रै काँक्रो छ टिप्न सकेको छैन अनि आकाशको फल आँखा तरी मर मात्रै भयो मलाई त छ हामी चाहिँ कक्लिङ आइपुग्यो बाटोमा यति धेरै काँक्रो देखेँ होइन काँक्रोको बोट अनि त्यसपछि काँक्रो देखेर यस्तो मन खिन्न भयो बिकज चोर्नै सकेन कि अलि माथि नै थियो होइन अनि चढ्ने बाटो नै थिएन नभए त मैले त चोरिहाल्थेँ नि त हौ आई एम द बिगेस्ट काँक्रो चोर भनेर म आफैले भन्थेँ तर आज आएर म हारेँ मैले काँक्रो चढ्न सकेन आयो वाउ नकालाम दामी झिम्नाको चिपुग्ला एकदम आइडिया वाउ उधर फेरि गर्नु का ए म अब ओ देखा दे जान चलो उजु मांगला गरे फेरि गरे के अब जाम गयो कल्लेरी बिने म चारी गयो कल्लेरी ते बोल दे म त कल्लेरी मांगु हामीले चाहिँ काँक्रो चोरिसक्यो ल गाइस कुनाल यहाँ ए न बिउले काँक्रो चोरे बिउ माया चाहिँ काँक्रो चोरी एकदमै थकित अवस्था लाओ
टमाटर बडे मजेदार ओए बन काँक्रो चोरिसक्यो अब हामी चाहिँ घर फर्किँदैछौँ हो आमा मायासँग पनि छ ब्रेङ ए उन भयो आले मसँग के छ ब्रेङ गाइज हामी चाहिँ जङ्गलमा छौँ अनि के अरे हामी चाहिँ फर्केर आउँदैछु त्यत्रो सबै घुमेर फर्केर आउँदैछु काँक्रो पनि चोर्यो अनि घर पनि पुगेको छैन अहिलेसम्म हामी चाहिँ जङ्गलमा छौँ यस्तो जङ्गल छ यस्तो घना जङ्गल छ यता चाहिँ यस्तो घना जङ्गल छ ए घर आइसकेछ ल ए घर आइपुग्यो ल कस्तो रात पर्यो हौ घर आइपुग्दा त